हेलो साथीहरू, गुड मर्निङ। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आजको बिहानको सुरुवात चाहिँ मोमोदेखि। मैले मोमोको चटनीको लागि ल्याइसकेँ लसुन, धनियाँ, अदरक, टमाटर, प्याज देख्न सक्नुहुन्छ। सेतो तिल साथीहरू देख्न सक्नुहुन्छ। साथीहरू म तिललाई पहिला थोरै भुट्दैछु, देख्न सक्नुहुन्छ। त्यसपछि मैले ल्याइसकेँ तेल साथीहरू देख्न सक्नुहुन्छ। यसमा चाहिँ मैले झोल काटेको प्याज टमाटरलाई चाहिँ यसमा चाहिँ पकाउँदैछु। यस्तो बनाएको चटनी चाहिँ टेस्टी हुन्छ साथीहरू। त्यसैले मैले चाहिँ यसमा छोटो फ्राई गर्दैछु। धेरै दिनदेखि मोमो खानु मन लागिरहेको थियो, आज चाहिँ बनाएर खाँदैछौँ साथीहरू। म चाहिँ धनियाँ काटिसकेँ साथीहरू, अघि पकाएको हो मिक्सचरमा राख्ने। अघि देख्न सक्नुहुन्छ चटनी चाहिँ यस्तो। अब यहाँ रहेको छ मोमोको मसला देख्न सक्नुहुन्छ। यता चाहिँ म रोटी बेल्दै छु। यता चाहिँ आटा छ, मैदा चाहिँ म बेल्दैछु साथीहरू मोमोको लागि। हजुरहरूले कसरी बनाउनुहुन्छ? म चाहिँ यस्तरी बनाउँछु साथीहरू। मैले चाहिँ यो उसलाई मासिरहेको गिलासले अदुवा चाहिँ देख्न सक्नुहुन्छ। साथीहरू यस्तो हुन्छ मेरो बुढाले बनाउनु चाहिँ म बनाउँदैछु। राम्रो त बनाउन आउँदैन साथीहरू, त्यही अलिअलि मेरो चाहिँ बाबुले नमानेर अनि बुढाले चाहिँ बाबुलाई बोलाउँदै हुनुहुन्थ्यो। म चाहिँ मोमो बनाउँथेँ, देख्न सक्नुहुन्छ। मोमो चाहिँ बनिसक्यो साथीहरू, यस्तो छ देख्न सक्नुहुन्छ। गिलासले सानो भयो साथीहरू, त्यही भएर कटोरी लिएको मैले चाहिँ। लास्टमा मैले चाहिँ देख्न सक्नुहुन्छ मोमो स्टिम गरिसकेँ। अब चाहिँ म खाँदैछु। कस्तो लाग्यो मेरो मोमो चटनी? यो चाहिँ फ्राई गरेको है साथीहरू, तेलमा। कस्तो छ साथीहरू, म चाहिँ खाएँ। कस्तो छ टेस्ट गर्छु ल। एकदम मिठो छ साथीहरू, देख्न सक्नुहुन्छ। एकचोटि पकाएर चाहिँ सबैजनालाई चखाइसकेँ साथीहरू। अब दोस्रोचोटि पाल्दैछु। यो देख्न सक्नुहुन्छ, मैले यो काममै बनाएको साथीहरू। मेरो गुरुलाई पनि मैले चखाउँदैछु। अब साथीहरू आज च्यानललाई सब्सक्राइब गरी लाइक र सेयर गर्न नबिर्सनु होला। हाम्रो भिडियो कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला साथीहरू।